जुन क्यान्सरको औषधि 1200मा पाइनु पर्ने हो त्यही औषधि अहिले 15,000मा बेचिँदैछ र यो कुरा नेपाल सरकारलाई पनि थाहा छ। तर यसलाई फ्रड वा स्क्याम भन्न मिल्दैन, किनकि यो अहिलेको नेपाल सरकार हो। औषधि व्यवस्थापन विभागले प्रस्ताव तयार पार्छौँ भनेकै 6 महिना भइसक्यो। यो स्क्रिनमा देखेका औषधिहरू अहिले सरकारी अस्पतालमा पाइँदैन, तर रमाइलो कुरा बजारमा पाइन्छ। अस्पतालमा होइन, बाहिर प्राइभेट फार्मेसीमा, त्यो पनि 10 गुणा 12 गुणा महँगो दाममा। तर यो किन भइरहेको छ र सरकार किन चुप बसेको छ त? सरकारले औषधिको मूल्य तोकेको छ, तर पश्चिम एसियाको द्वन्द्वको कारणले गर्दाखेरि कच्चा पदार्थको मूल्य वृद्धि भयो। आपूर्तिकर्ताले घाटा लाग्छ भनेर अस्पतालमा मेडिसिन रोकिदिए। आपूर्तिकर्ताले भन्सार तिरेरै औषधि भित्राइरहेका छन्। मतलब यो कुरा सरकारलाई थाहा नहुने भएन। त्यसो भए किन सरकारले यसलाई जानाजान व्यवस्था गरिरहेको छ त? हरेक वर्ष 14,000 भन्दा धेरै नेपालीले क्यान्सरकै कारण आफ्नो जीवन गुमाउनुपर्छ अनि 60%लाई किमोथेरापी चाहिन्छ, तर हस्पिटलमा औषधि नै छैन। औषधि व्यवस्थापन विभागले प्रस्ताव तयार पार्छौँ भनेकै 6 महिना भइसक्यो। खोइ त, कसैले ऋण लिएका छन्, कसैले आफ्नो जग्गा बेचिरहेका छन् एउटा 1200 पर्ने औषधिलाई 15,000 हालेर किन्नको लागि। हाम्रो माननीय स्वास्थ्य मन्त्री निशा मेहताज्यू, कता हुनुहुन्छ तपाईँ?